उपस्थित सबैजनालाई जय मसीह। सिधै समयको ख्याल गर्दै सिधै म कवितामा प्रवेश गर्न चाहन्छु र नेपाल बाइबल सोसाइटीले आफ्नो स्वर्ण महोत्सव मनाउँदै गर्दा उहाँको दोस्रो चरणमा दिनुभएको शीर्षक नेपाल बाइबल सोसाइटी र नेपाली बाइबल भएको छ। शीर्षक चाहिँ असजिला समयको कठिन इतिहासमा। असजिला समयको कठिन इतिहासमा अँध्यारो युगको चट्टान परेर उतार चढावको रोमाञ्चक यात्रामा शान्तिको सप्तरङ्गी रङ मनको भित्ता भरि पोतेर समयको वेगवान छालहरूमा हिँडिरहेछन् स्वर्णिम वर्षहरूमा नेपाल बाइबल सोसाइटी र नेपाली बाइबल। फुङ्ग रङ उडेको अनुहारहरूमा खुसीको चाँदनीको रङ भर्दै फुकिरहेछन् आत्मिक क्रान्तिको बिगुल। कुना कन्दरासम्मै फैलाइरहेछन् अनवरत जागृतिको आगो चम्काइरहेछन् क्रिस्टको अलौकिक ज्योति। ढुङ्गेनी मनहरूमा सधैँ वचनको शक्तिशाली बिउ उमारिरहेछन् आशाको सन्देश गुन्जाइरहेछन् मुक्तिका अनन्त धुनहरू। अनघण्टा जङ्घारहरू गर्दै मारिरहेछन् आक्रगामी छलाङ। चिन्तित मनहरूमा खुसीको मलम गर्दै फुटाउँदैछन् अनुपम खुसीका कोराहरू नेपाल बाइबल सोसाइटी र नेपाली बाइबल। मनाउँदै स्वर्णिम वर्षका उत्सवहरू सोचिएका खण्डित मनहरूमा बाँड्दैछन् एक छोरी ईश्वरीय खुसी। लय नमिलेको जिन्दगीको गीतहरूमा भरिरहेछन् वचनले मिठो धुनहरू। रोक्न खोजे पनि हिमकाए पहाड जस्ता चुनौतीहरूले अनवरत चिरेर अन्धकारलाई छरेका छन् अथाह उज्यालो। अट्टहास छरिएका मौनताका रङहरू उछिटिएका किनारका अतीत रहरहरू। प्रतिकूल मौसमका वेग समयको वेग चिचोलेर पस्कँदैछन् जिन्दगीको एक मिठो मुस्कान। सङ्कुचित साँगो गोरेटोहरूमा सपनाको सुदूर क्षितिज फैलाउँदै कोरिरहेछन् ऐतिहासिक सुनौलो तस्बिर नेपाल बाइबल सोसाइटी र नेपाली बाइबल। चिमोटिएर घाइते सपनाहरू उर्लदा आँधी र ज्वरबाटहरू प्रतिध्वनित भए विरोधका कर्कश स्वरहरू सहेर सम्बन्धका चिसा सिरेकोहरू झेलेर मौसमी विद्रोहका पार्टीहरू रङ्गाइदिएकै छन् धेरैलाई खुसीको रङ चिरेर ढुङ्गा पर्दाहरू देखाइदिएकै छन् यथार्थको संसार। उभिएर अटल पहाड झैँ
रहेका स्थिर चट्टान चाहिँ बाँडेकै छन् प्रसिद्ध मनलाई वचनको ढाडस, बाँडेकै छन् प्रसिद्ध मनलाई वचनको ढाडस, बग्दैछन् नदी चाहिँ अविरल नेपाल बाइबल सोसाइटी र नेपाली बाइबल। गुन्जाउँदै जीवन गीतका मिठा मूर्छनाहरू, गुन्जाउँदै जीवन गीतका मिठा मूर्छनाहरू, उभाएर अविनाशी किल्लाहरू, उभाएर अविनाशी किल्लाहरू, चलिरहेछन् अनवरत पाइलाहरू, चलिरहेछन् अनवरत पाइलाहरू, बनाएर मनोरम हरियाली, बनाएर मनोरम हरियाली, खण्डहर बनेका जिन्दगीका पहाडहरू, खण्डहर बनेका जिन्दगीका पहाडहरू, देखाउँदै मान्छेलाई आफ्नै प्रतिबिम्ब, देखाउँदै मान्छेलाई आफ्नै प्रतिबिम्ब, फैलाउँदैछन् चेतनाका लहरहरू, बाँडिँदैछन् असीम अधरमा असीम मुस्कान, बाँडिँदैछन् अधरमा असीम मुस्कान, अपूर्व जीवनका अतिरिक्त विधा दृश्यहरू, अपूर्व जीवनका अतिरिक्त विधा दृश्यहरू, दुःखका अपार गल्छेराहरू, दुःखका अपार गल्छेराहरू, कैयन आकांक्षाका सीमा रेखाहरू नागेर, कैयन आकांक्षाका सीमा रेखाहरू नागेर हिँडिरहेछन् स्वर्णिम यात्राहरू, हिँडिरहेछन् स्वर्णिम यात्राहरू। एउटै छ मेरो अन्तस्करणदेखिको प्रार्थना, एउटै छ मेरो अन्तस्करणदेखिको प्रार्थना, फुलिरहौँ युगौँ, फुलिरहौँ युगौँ, सुगन्धित सुन्दर फुल झैँ, सुगन्धित सुन्दर फुल झैँ, गुन्जिरहौँ शान्तिको धुन, गुन्जिरहौँ शान्तिको धुन, फैलिरहौँ मुक्तिको सन्देश, फैलिरहौँ मुक्तिको सन्देश, बलिरहौँ सम्बन्धको पुल, बलिरहौँ सम्बन्धको पुल, नेपाल बाइबल सोसाइटी र नेपाल बाइबल सोसाइटी